आज चाहिँ मैले किनुवाको रेसिपी लिएर उपस्थित भएको छु। यो किनुवालाई चाहिँ मैले 5 घण्टा जस्तो भिजाएको छु। हजुरहरूसँग टाइम छैन 5 घण्टा 6 घण्टा जस्तो जति लामो भिजाएर राखो त्यति राम्रो हुन्छ यसको खाना चाहिँ। टाइम छैन भने चाहिँ तातो पानी मजाले उमाल्ने अनि तातो पानी उमालेर चाहिँ तातो पानी राखेर भिजाउनु भयो र 1 घण्टा 2 घण्टा भिजाउनु भयो भने नि राम्रो हुन्छ। यसलाई मैले 5 घण्टा भिजाएर चाहिँ पखालेर पानी फालेर तयार गरेको छु। अब चाहिँ म यो भिजाएको किनुवालाई यहाँ कुकरमा राख्छु। यसलाई चाहिने सब्जीहरू मैले यहाँ तयार गरेको छु। यहाँ मैले टमाटर मसिनो पिस बनाएर राखेको छु, अदुवा अलिकति कुटेको छु, खोर्सानी एउटा, गाजर, रेड र ग्रीन बेल पेपर, अलिकति मकै, मटर फ्रोजन मात्रै छ मसँग त्यसैले फ्रोजन मकै राखेको छु मैले, एउटा तेजपत्ता अनि 3वटा जति चाहिँ करी लिफ राखेको छु। हजुरहरूसँग जस्तो सब्जी छ त्यही राख्दा हुन्छ। अब यसलाई पनि म यही कुकरमा राख्छु। यहाँ मैले अलिकति काजु र पिनट लिएको छु, अघि नै घिउमा भुटेर चाहिँ तयार गरेको छु। यसलाई पनि म यहाँ राख्छु। यहाँ मैले स्वादअनुसार नुन, अलिकति जिराको पाउडर राखेको छु, अलिकति हिङ राखेको छु, यसले डाइजेसनलाई सहयोग गर्छ भनेर हल्दी राखेको छु, अलिकति चाहिँ मैले कस्तुरी मेथीलाई अलिकति हातमा राखेर चाहिँ माडेर राखेको छु, अनि यहाँ चाट मसला अलिकति, अनि यहाँ ज्वानो राखेको छु। अब यो पनि म सबै यसमै राख्छु। अब चाहिँ यसलाई म मजाले मिक्स गर्छु यो कुकरमै। अब यहाँ अलिकति घिउ राख्छु म यहाँ। अब चाहिँ म यहाँ पानी राख्दैछु। अब यहाँ पानी राखेर चाहिँ एकचोटि मजाले चलाउनु होला। यसमा पानी राख्दाखेरि चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ। पानी धेरै राख्नुहुन्न नभए धेरै गिलो हुन्छ। कम्ती यहाँ देख्दै हुनुहुन्छ होला मैले पानी कम्ती मात्रै राखेको छ, यही बराबर मात्रै, यो माथि आएको छैन। अब चाहिँ यसलाई बिर्को लगाएर चाहिँ म यहाँ कुकमाथि चाहिँ दिन्छु। अब यसलाई पाकुन्जेल पर्क्यो अनि म देखाउँछु है त। यो किनुवा पाकेर नि तयारी भइसक्यो। हेर्नु त कस्तो मिठो राम्रो देखियो। अब यसलाई चाहिँ सररसँगले चलाइदिने मजाले। ल मैले यहाँ एकचोटि सरर चलाएँ, हेर्नुहोस् त कस्तो राम्रो देखिएको छ, मजाको ओभानो छ। अब यसलाई सर्भ गरौँ है त। मैले यहाँ प्लेटमा राखेर सर्भ गरेको छु। यसलाई यतिकै खाँदा पनि हुन्छ या सब्जी अचारहरूसँग केहीसँग खाँदा पनि हुन्छ। मलाई चाहिँ यतिकै मनपर्छ। थ्याङ्क यू फर वाचिङ। हजुरहरू पनि बनाएर खानु होला, एकदमै हेल्दी हुन्छ। अनि वेट लस गर्न खोज्दै हुनुहुन्छ भने यो चाहिँ एकदमै पर्फेक्ट छ। अनि जाँदा जाँदै यो किनुवालाई नेपालीमा के भन्छ त्यो पनि यसो कमेन्टमा आएर सुटुक्क लेखिदिनुहोस् ल। थ्याङ्क यू।